हेलो गाइज, आज चाहिँ मेरो 60 डेज च्यालेन्जको आज डे 3 हो। अनि आज डे 3 मा चाहिँ हामी फुटसल खेल्न गएको थियौँ। सो आजको मेरो वर्कआउट चाहिँ यो हो गाइस, डे 3 वर्कआउट के अरे फुटसल। मेरो चर्चको केटाहरूसँग दाजुभाइहरूसँग रमाइलो भयो। उहाँहरू चाहिँ मेरो आफ्नै चर्चको दाजुभाइ हुनुहुन्छ। अनि सुरुमा चाहिँ हामीले 3-4 जति जितिरहेको थियौँ। तर पछि चाहिँ सबैजनाले पालो गरेर जित्यौँ। सो फार मैले चाहिँ मेरो स्ट्यामिना एकदमै राम्रो भएको देखेँ, किनभने आई वाज एबल टु प्ले अनि थाकेको थिएन। तर लास्टमा चाहिँ अलिकति दौडिँदाखेरि मेरो नङ अलिकति गयो। पानी भएको अवस्था मेरो चाहिँ यहाँ नङ टन्नै उडेको अवस्था अलिकति। होपफुली नङ एकदम चाँडो रिकभर हुन्छ भन्ने म विश्वास गर्दछु। यति नै हो आजको लागि। वेल, थ्याङ्क यू सो मच फर वाचिङ। स्टे ट्युन। बाई बाई।